देश विदेशका ताजा अपडेट सहितका आजका प्रमुख समाचारका शीर्षकहरू प्रस्तुत गरिँदैछ। महानवमी सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै जेन्जी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर 9 मा जेन्जीको कुनै पनि आन्दोलन नभएको बताएका छन्। 2 महिनामै बाकसमा फर्किए 142 नेपाली, माटोको ढिस्को खस्दा 4 जना गम्भीर घाइते। राजु पाण्डेको अस्पष्टीकरण सिंहदरबारको आगलगीमा महानगरकै दमकल पहिलो पुगेको थियो। वीरगञ्जको दशैं मेलामा ग्याङ फाइट 1 को मृत्यु 3 जना पक्राउ। ओली लेखक लगायतको राजधानी रोकाप्रति काङ्ग्रेसको आपत्ति। प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ। महानवमीको दिन मन्त्री घिसिङ बीपी राजमार्गको निरीक्षणमा। फिलिपिन्सको सेबुमा भूकम्पमा कम्तीमा 70 जनाको मृत्यु। अस्पतालले दिएको कपसिरक खाएर राजस्थानमा 1 बच्चाको मृत्यु। यी थिए आजका मुख्य समाचारका शीर्षकहरू। अब विस्तारमा। आश्विन शुक्ल नवमीका दिन आज दशैं घरवा पूजा कोठामा नौ दुर्गा मध्येकी नव सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै प्रत्येक दिन आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्दै वैदिक सनातनी परम्परा छ। मुमुक्षहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ। सिद्धिदात्री गन्धर्व यक्ष सुर र असुरहरूद्वारा सेवित भएकाले यिनीलाई सिद्धिदायिनी पनि भनिन्छ। यिनी नवदुर्गागणकी अन्तिम अर्थात् नवौ देवी मानिएकी छिन्। सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। दुर्गा देवीको नवो नाम स्वयं ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएका विभिन्न पुराणमा उल्लेख छ। यी नवो नाम स्मरण मात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ। जेन्जी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर 9 मा जेन्जीको कुनै पनि आन्दोलन नभएको बताएका छन्। ढुङ्गानाले अक्टोबर 9 मा जेन्जीहरूको फेरि हिंसात्मक प्रदर्शन हुने भनेर सामाजिक सञ्जालमा हल्ला फैलिएको भन्दै त्यस्तो कुनै आन्दोलन नभएको स्पष्ट बनाएका हुन्। उनले जेन्जीहरूले गर्ने एजेन्डा बिना आन्दोलन अर्थ नभएको भन्दै आफूहरू यसमा संलग्न नहुने बताए। उनले जेन्जीहरूले देशमा कायम भएको शान्ति बिथोल्न नचाहेको बताए। उनले भनेका छन्, धेरैले मलाई अक्टोबर 9 को विषयमा सोधिराख्नु भएको छ। म प्रस्ट्याउन चाहन्छु, अक्टोबर 9 मा कुनै पनि हिंसात्मक गतिविधि गर्ने योजना छैन। त्यस्तोमा हामी संलग्न हुँदैनौँ। शान्तिपूर्ण रूपमा केही गर्न नसकिएला तर हिंसात्मक गतिविधि हुनु हुँदैन। उनले एजेन्डा बिना कुनै पनि आन्दोलन गर्नुको औचित्य नभएको पनि बताएका छन्। उनले भने, गत अक्टोबर 8 मा हामी मुसा मार्न गएका थियौँ, बाघ मारेर ल्यायौँ। अब बाघ बोकेर ल्याउन सकिँदैन जङ्गलबाट। एजेन्डा बिना हामी कुनै पनि खालको प्रदर्शनमा भाग लिँदैनौँ। गुजारा नचलेपछि परिवारको छाक टार्न सपना लिएर दैनिक सरसर 2500 नेपालीले नेपाल भुइँ छोड्छन्। आफू जन्मेको भूमि परिवार र साथीभाइ भन्दा 100 किलोमिटर पर वैदेशिक रोजगारमा गएका उनीहरू मनभरि अनेक सपना साँचिएका हुन्छन्, तर थुप्रैका सपना परदेशमै टुट्छन्। साहुको ऋण तिर्ने, जमिन जोड्ने अनि घर छाउने सपना पूरा गर्न केही लाख रुपैयाँ र झोलाभरि छोराछोरीलाई नाना लिएर फर्कने रहर सहित ती युवा बाकसमै कैद भएका हुन्छन्। अर्थात् परिवारको आशा उनीहरू लास बनेर फर्किएका हुन्छन्। प्रदेशमै प्राण त्यागेका उनीहरूको शव भने नेपाल आइपुग्छ। यो तथ्याङ्क बढिरहेकै छ। पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको 2 महिनामै वैदेशिक रोजगारका क्रममा मृत्यु भएका 142 जनाको शव नेपाल ल्याइएको छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष 82-83 को साउन भदौमा 142 जना नेपालीको शव नेपाल ल्याइएको हो, जसमा साउनमा 43 जना र भदौमा 99 जनाको शव नेपाल ल्याइएको थियो। बोर्डको खर्चमा भने 83 जनाको शव विदेशबाटै नेपालसम्म ल्याइएको थियो भने बाँकी शवहरू सम्बन्धित कम्पनी तथा अन्य निकायको आर्थिक सहयोगमा त्रिभुवन विमानस्थलसम्म पुर्याइएको थियो। बोर्डले साउनमा 39 जना र भदौमा 44 जनाको शव झिकाइएको थियो। बोर्डले विदेशमा मृत्यु भएका कामदारको शव घरसम्म निशुल्क रूपमा पुर्याउँदै आएको छ। कम्पनीले शव नेपाल पठाउन आर्थिक सहयोग गरेको खण्डमा बोर्डले नै शव घरसम्म पुर्याउने व्यवस्था गर्दै आएको छ। गत आर्थिक वर्ष 2081-82 मा 1083 जनाको शव ढुवानी गरिएको थियो भने 481 जनाको शव विदेशबाट झिकाइएको थियो। 2 महिनामै 268 जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको थियो, जसमा साउनमा 142 र भदौमा 126 जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको बोर्डले जनाएको छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएर मृत्यु भएका नेपाली कामदारको शव विदेशबाट झिकाउने र एयरपोर्टबाट घरसम्म निशुल्क रूपमा ढुवानी बोर्डले नै गर्दै आएको छ। वैदेशिक रोजगारका क्रममा मृत्यु भएका कामदारको परिवारलाई बोर्डले 10 लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्दै आएको छ। त्यस्तै अङ्ग भङ्ग तथा बिरामी भएका श्रमिकको हकमा 7 लाख सम्मको उपचार प्रदान गर्दै आएको छ। बिरामी भएको व्यक्ति नेपालमा उपचार गरेको हुनुपर्ने शर्त तोकिएको छ। त्यस्तै श्रमिकका परिवारलाई 50,000 रुपैयाँ स्वास्थ्य उपचार सहयोग बापत प्रदान गर्दै आएको छ भने मृतक तथा
सम्पूर्ण अशक्त भएका कामदारको सन्तानलाई आधारभूत तहसम्मको लागि 12,000 र माध्यमिक तहसम्मको अध्ययनका लागि 16,000 रुपियाँ छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ। आर्थिक सहायताको लागि मृत्यु वा अङ्गभङ्ग भएको 1 वर्षभित्र निवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ। पेश गरिने कागजातहरू आधिकारिक निकायबाट प्रमाणित भएको हुनुपर्छ। माटोको ढिस्को खस्दा 4 जना गम्भीर घाइते। सर्लाहीका हरिपुरवा नगरपालिका 1 हर्दी नदी स्थित एक स्थानमा माटो खन्ने क्रममा ढिस्को खस्दा 4 जना गम्भीर घाइते भएका छन्। बुधबार करिब बिहान 9:20 बजेतिर भएका उक्त घटनामा मोहतरीका सोनमा गाउँपालिका 6 मगरथानका 4 जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खुर्पाले माटो खनिरहेका बेला अचानक माटोको ढिस्को खस्दा उनीहरू ढिस्कोले पुरी गम्भीर घाइते भएका थिए। घटनाको खबर प्राप्त हुन साथ प्रहरी चौकी हरिपुरवाबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा एक टोली घटनास्थलतर्फ खटिएका थियो। प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलङ्बातर्फ पठाइएको छ। घाइते हुनेहरूमा 65 वर्षीय सायदा खातुन, 6 वर्षीय सबिबा खातुन, 8 वर्षीय डिल्लु मन्सुर र 9 वर्षीय नर्गिस खातुन रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी हरिपुरवाबाट करिब 2.5 किलोमिटर पूर्व पर्छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक बालिस्टर सिंहको कमान्डमा 11 जनाको टोली पनि खटाइएको छ। राजु पाण्डेको स्पष्टीकरण। सिंहदरबारको आगलगीमा महानगरकै दमकल पहिला पुगेको थियो। भदौ 24 गते जेन्जी आन्दोलनका क्रममा राजधानीमा भएका अभूतपूर्व तोडफोड र आगजनीको घटनामा काठमाडौँ महानगरपालिकामाथि चौतर्फी प्रश्न उठ्न थालेको छ। उक्त दिन संघीय संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति निवास र प्रधानमन्त्रीको सरकारी निवास सहित राज्यका प्रमुख निकायहरू प्रदर्शनकारीले आगजनी गरेका थिए। तर राजधानीका प्रमुख सरकारी संस्थाहरू जल्दा पनि काठमाडौँ महानगरपालिकाले दमकल पठाएर आगो निभाउन किन मद्दत गरेन भन्ने प्रश्न जनस्तरबाट उठेपछि महानगर प्रशासनले त्यसको जवाफ दिएको छ। बुधबार दिउँसो काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले सामाजिक सञ्जाल मार्फत सार्वजनिक रूपमा जवाब दिँदै महानगर र मेयर बालेन शाहको बचाउ गरेका छन्। आगलगीमा निष्क्रिय रहेको आरोपलाई खण्डन गर्दै प्रहरी प्रमुख राजु पाण्डेले फेसबुकमा लेखेका छन्, सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिला काठमाडौँ महानगरको दमकल पुगेको थियो। उनले आफ्नो दाबीलाई पुष्टि गर्न आवश्यक परे नेपाली सेनासँग सोध्न समेत चुनौती दिएका छन्। पाण्डेले फेसबुकमा लेखेका छन्, सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिला काठमाडौँ महानगरको दमकल पुगेको थियो। विश्वास नलागे नेपाली सेनासँग सोधे हुन्छ। पाण्डेले सामाजिक सञ्जालमा गरेको यो पोस्टलाई मेयर बालेन शाहमाथि लागेको निष्क्रियताको आरोप चिर्ने प्रयासका रूपमा हेरिएको छ। जेन्जी आन्दोलनले निम्त्याएको क्षतिमाथि राज्यका निकायहरूले समयमै समन्वय नगरेको भन्दै प्रमुखको रूपमा महानगर र यसका मेयरको आलोचना भइरहेको छ। वीरगञ्जको दशैं मेलामा ग्याङ फाइट, 1 को मृत्यु, 3 जना पक्राउ। वीरगञ्जमा आयोजित दशैं मेलामा मंगलबार राति 2 समूह बीच भएको ग्याङ फाइटमा 1 जनाको ज्यान गएको छ। पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवादका कारण झगडा चर्किँदा 20 वर्षीय गोल्डेन नाम गरेका शनाखत हुन बाँकी युवकको मृत्यु भएको हो। प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै 2 समूह बीच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सोही विवाद राति हिंसात्मक रूप लिँदै गोल्डेन माथि भाटोले प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि नरायणी अस्पताल पुर्याइएको पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले 3 जनालाई नियन्त्रणमा लिएको छ। तर अनुसन्धान जारी रहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ। डीएसपी बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुलेको छैन। नियन्त्रणमा लिएकासँग सोधपुछ भइरहेको र घटनाबारे थप विवरण सङ्कलन गर्न सूक्ष्म अनुसन्धान सुरु गरिएको उनले बताए। मृतकको सब पोस्टमार्टमका लागि नरायणी अस्पतालमा राखिएको छ। ओली लेखक लगायतको राजधानी रोकाप्रति काङ्ग्रेसको आपत्ति। नेपाली काङ्ग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक सहितका व्यक्तिहरूको राजधानी रोका गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। काङ्ग्रेसका पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले प्रेस वक्तव्य निकालेर सरकारले राजधानी रोका गर्ने र आफ्नै मुलुकभित्र पनि आवाजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रतिशोधपूर्ण निर्णय गर्न थालेको भनेर विरोध जनाएको हो। गत भदौ 23 र 24 गते जेन्जी आन्दोलन भएको थियो। उक्त आन्दोलनपछि आन्दोलनका क्रममा भएका घटना सम्बन्धी जाँचबुझ आयोग गठन भएको छ। उक्त आयोगको सिफारिसमा सरकारले निवर्तमान प्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखक सहित 5 जनाको राजधानी रोका गर्न
गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका पूर्व सचिव गोकर्ण मणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्व प्रमुख हुतराज थापा र जिल्ला प्रशासन कार्यालय काठमाडौँका पूर्व प्रमुख सिडिओ छविलाल रिजालको पासपोर्ट पनि रोक्का गर्ने निर्णय भएको छ। 5 जनालाई विदेश भ्रमण रोक्का राजधानी विभागलाई पत्राचार गरिएको छ भने स्वीकृति बिना काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय पनि भएको छ। यसलाई कांग्रेसले राजनीतिक प्रतिशोधपूर्ण व्यवहार भनेको छ। राजधानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवत जावत गर्न निषेध गर्ने किसिमका राजनीतिक प्रतिशोध प्रष्टै देखिने गरी निर्णय गर्न थाल्नुले यो सरकार आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्न र मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न भन्दै अर्को बाटो हिड्न खोजेको देखिन्छ। प्रेस वक्तव्यमा उल्लेख छ, कांग्रेसले दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सचेत गराएको छ। यसअघि नेकपा एमाले निकट राष्ट्रिय युवा संघले निवर्तमान प्रधानमन्त्री ओली र एमाले पोलिटी ब्युरो सदस्य महेश बस्नेतमाथि प्रतिशोध भए सह्य नहुने चेतावनी दिएको थियो। युवा संघका अध्यक्ष क्षितिज थेबेले मंगलबार प्रेस विज्ञप्ति यस्तो चेतावनी दिएका थिए। बुधबार कांग्रेसले प्रेस वक्तव्य निकालेर निवर्तमान प्रधानमन्त्री ओली, निवर्तमान गृहमन्त्री लेखक सहितका व्यक्तिहरूको राजधानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। दुवै दलका नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट समेत सरकारका पछिल्ला निर्णयको आलोचना गर्दै आएका छन्। प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ। ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको ध्यानलेक गाउँपालिका 5 का 36 वर्षीय नेबाङ तामाङ छन्। उनलाई सडकमा सुरक्षामा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा काठमाडौँ महानगरपालिका 10 बुद्धनगरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। तामाङले प्रहरीलाई अशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो। महानवमीको दिन मन्त्री घिसिङ बीपी राजमार्गको निरीक्षणमा। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले नवमीको दिन बुधबार बीपी राजमार्गमा सवारीको आवाज जावत र बाढीले क्षतिग्रस्त सडक खण्डको पूर्ण निर्माणबारे निरीक्षण गरेका छन्। चाडपर्वमा यात्रुहरूले बीपी राजमार्गबाट यात्रा गर्दा भोग्नु परेका समस्या, ट्राफिक व्यवस्थापन र गत वर्षको बाढीले राजमार्गमा पुर्याएको क्षतिपछिको पूर्ण निर्माणको अवस्था बुझ्न मन्त्री घिसिङ सडक विभागका महानिर्देशक तथा सम्बन्धित आयोजनाका अधिकारीहरू सहित फिल्डमा खटिएका हुन्। पूर्वी क्षेत्रलाई संघीय राजधानीसँग जोड्ने महत्त्वपूर्ण रहेको 160 किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारको अनुदानमा सहयोग निर्माण भएको थियो। गत वर्षको बाढीले यस राजमार्गको 30.5 किलोमिटर खण्डमा क्षति पुर्याएको थियो। हाल इन्टरमिडिएट लेन रहेकोमा अब क्षतिग्रस्त खण्डहरूको पूर्ण निर्माण गर्दा 2 लेनको बनाइनेछ। मन्त्री घिसिङले चाडपर्वमा काठमाडौँ आवाज जावत गर्ने यात्रीहरूले शास्ति नभोग्नका लागि अस्थायी ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न र अस्थायी पूर्ण निर्माण कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गर्नुभयो। गत वर्ष असोजमा बाढीले क्षति पुर्याएको बीपी राजमार्ग 25 किलोमिटर खण्डमा ठेका सम्झौता भई काम अघि बढेको छ। बाँकी खण्ड जाइकाको अनुदान सहयोगमा निर्माण हुनेछ। मन्त्री घिसिङले बीपी राजमार्गको पूर्ण निर्माण तत्कालै सुरु हुने बताउनु भएको छ। क्षतिग्रस्त राजमार्गको अवलोकन पश्चात उनले पूर्वी नेपाल र तराईलाई काठमाडौँसँग जोड्ने छोटो सडकको रूपमा रहेको बीपी राजमार्गलाई छिटो भन्दा छिटो पूर्ण निर्माण गर्न तयारी अघि बढाइसकेको जानकारी दिए। उनका अनुसार गत वर्ष असोजमा रोशी खोलाको बाढीले क्षति पुर्याएको सडक खण्डको पूर्ण निर्माणका लागि अहिले ठेका प्रक्रियामा कामहरू भइरहेको छ। मन्त्री घिसिङले भने नेपाल सरकारले गर्नुपर्ने कामको टेन्डर भइसकेको छ भने जाइकाको सहयोगमा निर्माण हुने 2.5 किलोमिटरको टेन्डर हुने क्रममा रहेको छ। दशैं तिहारपछि काम तीव्र गतिमा सुरु गर्ने गरी तयारी भइरहेको छ। छिटो भन्दा छिटो काम गरेर सडकलाई पहिलाकै अवस्थामा ल्याउन सबै खालका सहयोग र समन्वयका काम गरिरहेका छौं। दशैं लगत्तै बाहिरी जिल्लाबाट काठमाडौँ फर्कने सवारीको संख्या निकै धेरै हुने भएकाले उक्त समयमा जाम नहोस् भन्नका लागि उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न पनि निर्देशन दिएको उनले बताउनुभयो। यस्तै अबको केही दिनपछि नेपालमा भारी वर्षाको पूर्व अनुमान भएकोले सुरक्षित हिसाबले यात्रा गर्न मन्त्री घिसिङले आग्रह गरेका छन्। मन्त्री घिसिङले भने असोजको 17, 18 र 19 गते विभिन्न जिल्लामा भारी वर्षा हुने पूर्व अनुमान छ। यसबाट बीपी राजमार्ग नारायणगढ मुगलिङ र नारायणगढ बुटबल सडक खण्ड जोखिममा रहने देखिएको छ। म सबै चालकहरूलाई सतर्कताका साथ सवारी चलाउन र यात्रुहरूलाई पनि हतार नगरी आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्दछु। फिलिपिन्सको सेबुमा भूकम्पमा कम्तीमा 70 जनाको मृत्यु। मंगलबार राति 6.9 म्याग्निट्युडको शक्तिशाली भूकम्प जाँदा फिलिपिन्सको सेबु प्रान्तमा 70 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। फिलिपिन्सको सेबु प्रान्तमा निरन्तर प्रकम्पहरू गइरहेका छन्। नागरिक रक्षा कार्यालयका उपप्रशासक राफेलितो अलेन्जाड्रोलले जमिनको अवस्था धेरै गम्भीर रहेको बताएका छन्।
भूकम्पले उल्लेखनीय क्षति पुर्याएको छ र हाम्रो प्रयासको बावजुद हताहतको संख्या बढ्दै गएको छ। बोगो शहरका अधिकारीहरूले भने फिलिपिन्स इन्स्टिट्युट अफ ज्वालामुखी र भूकम्प विज्ञानका अनुसार भूकम्पपछि यस क्षेत्रमा कम्तीमा 611 प्रकम्पहरू महसुस गरिएको छ। सेबु सरकारले प्रान्तभरि आपतकालीन अवस्था घोषणा गरिएको छ। फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले एक विज्ञप्ति जारी गर्दै मानिसहरूलाई सतर्क रहन र स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेका छन्। विद्युतीय पुनर्स्थापना गर्ने काम भइरहेको र थप कर्मचारीहरूलाई अस्पताल पठाइँदै गरेको पनि उनले बताए। मार्कोसले भने मेरो संवेदना प्रियजनहरू गुमाएका परिवारहरूसँग छ, मेरो प्रार्थना घाइतेहरू र प्रभावित सबैसँग छ। भूकम्पले सेबुमा भएको मिस एसिया पेसिफिक इन्टरनेशनल सौन्दर्य प्रतियोगिताले पनि प्रभावित भएको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा प्रतियोगीहरूलाई हाई हिल र परम्परागत फिलिपिन्सको पोसाकमा स्टेजबाट भागिरहेको देखाइएको छ। अस्पतालले दिएको कप सिरक खाएर राजस्थानमा एक बच्चाको मृत्यु। हामी रोग निको पार्न औषधि खान्छौं, तर यदि यसले अवस्था बिग्रियो भने के हुन्छ? राजस्थानमा यस्तै घटना घटेको छ जहाँ सरकारी अस्पतालबाट औषधि खाएपछि एक बच्चाको मृत्यु भएको छ। सिकर नजिकै खोरी ब्राह्मणमा खोकी लागेको 5 वर्षीय बच्चालाई अघिल्लो रात उसकी आमाले सरकारी अस्पतालले दिएको कप सिरक औषधि खान दिइन्। औषधि खाएपछि बच्चालाई निको हुनु पर्थ्यो, तर बच्चा बिहान उठेन। त्यसपछि परिवारले बच्चालाई सिरकको एसके अस्पतालमा लगे। डाक्टरहरूले बच्चालाई मृत घोषित गरे। बच्चाको नाम नीतिश भएको बताइएको छ। यद्यपि मृत्युको वास्तविक कारण अझै पत्ता लागेको छैन। खोकीको औषधि खाएर भारतमा मृत्यु भएको यो पहिलो घटना भने होइन।